जय माता दी। म सुनिल बाबाजी आज बिटु माता सप्तकन्या देवी शक्तिपीठबाट आज तपाईहरु सबैजनाको बीचमा उपस्थित भएको छु है। यो 30 मार्च 2025 मा मन्दिरको उद्घाटन भइरहेको छ। त्यसमा सम्पूर्ण भक्तजनहरूलाई आइदिनुस् भनी अनुरोध गर्दछु। यो इतिहास पुर्खाबाटै चलेको एउटा माको स्वयं एउटा शक्ति एउटा यहाँको गाउँको यहाँको जो हाम्रो एजेटहरु हुनुहुन्छ उहाँले थाहा पाउनु भएको पुर्खाबाटै हो भन्ने एउटा हामीले थाहा पाएको छौं है। तर स्वयं एउटा मा हुनुहुन्छ भनेर अनुभव चाहिँ कहिले भएको नि 1982 मा चाहिँ जब यो पाडी तिङदामा एउटा पहिरो पड्केर चाहिँ स्वयं त्यहाँबाट एउटा बाघ निक्लेर है सबैले देखेपछि चाहिँ अनि त्यो बाघ निक्लेको ठीक दिनसो मध्याह 12 बजे चाहिँ 7 वर्षको एउटा कन्या केटी चाहिँ माले स्वयं एउटा भोग जस्तो लिनु भएको साथ लिनु हुँदाखेरि चाहिँ अनि सबैजनालाई याद भयो कि यो देवीको नाम चाहिँ सप्तकन्या देवी हो भनेर चाहिँ त्यतिबेलाको ठुलठुलो विद्वानहरूले चाहिँ एउटा प्रुफ गर्नुभयो है। अब यो माको सप्तकन्या देवी चाहिँ कुनै नि धर्मगुरुले राखेको होइन। यो चाहिँ स्वयं माको एउटा जुन चाहिँ 7 वर्षको कन्या केटी माले लिनु भएकोले गर्दा चाहिँ यो माको नाम हाम्रो माको नाम चाहिँ सप्तकन्या देवी रहेको छ। यो मन्दिर हामीले यहाँ स्थापना गरेको चाहिँ यो मन्दिर जब पहिरो गयो है 1998 को टाइममा चाहिँ यहाँनिर हाम्रो टीटी सरको टाइममै यहाँनिर जब पहिरो गएर यहाँ तबाउ हुँदाखेरि चाहिँ टीटी सरले यहाँनिर मन्दिर निर्माण गर्नुभएको थियो। त्यतिबेला पुजारीहरु नपाएकोले गर्दा चाहिँ मन्दिर चाहिँ इन्कम्प्लिटै रहेको थियो है। तर हामीले जब माको शिला 3 तारिक 4 महिना 2017 मा चाहिँ एकजनाको सपनामा माको शिला देखेर थाहा पाएर माको शरीरबाट रक्त निक्लेको हामीले पूर्ण त्यतिबेला प्रुफ पाएपछि 2-3 दिन बादमा हामी धर्मगुरुहरु आएर क्षमा याचना मागेर चाहिँ 5 सालको लागि चाहिँ हामीले जहाँनिर शिला भेटेको थियौ त्यही नै हामीले 5 सालको लागि राख्यौ। त्यसको बादमा चाहिँ 5 साल बादमा चाहिँ हामीले त्यहाँबाट शिला चाहिँ ल्याएर चाहिँ हामीले यहाँनिर पुरानो मन्दिरमै माको शिला राखेको थियौ। अनि त्यसको 9 वर्ष बादमा चाहिँ हामीले माको शिला चाहिँ ल्याएर चाहिँ यहाँनिर स्थापना गरेको। नमस्कार हजुरहरु सबैलाई। मेरो परिचय म पण्डित श्री सोमनाथ बराल बोल्दै छु र बिटुमा श्री 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 माता सप्तकन्या देवी शक्तिपीठ मन्दिरबाट बोल्दै छु। जुन चाहिँ यहाँनिर पूजा भइरहेको छ पूजाको बारेमा विस्तृत जानकारी दिनुहोस्। हजुर म जानकारी दिन्छु है। अब जस्तो प्रकारले यहाँ चाहिँ अब माताको यो चैत्र नवरात्रि 9 दिनको नै अब ठुलो भव्य तरिकाले पूजा यहाँ हुनेछ र यहाँ विशेष गरी अब 30 तारिकदेखि प्रतिपदाबाट सुरु भएर यहाँ नवमीको दिन हवन हुनेछ। यसको बारेमा म अलिकति बीचको जस्तो प्रकारले माको हामीले आरती स्नान आदि गर्छौं यो समय पनि म विस्तृत वर्णन हजुरलाई श्रवण गराउने छु। जस्तो कि अब 30 तारिक बिहान 5 बजे हाम्रो यहाँ मन्दिर खुल्नेछ। मन्दिर खोलिने समय हो र बिहान 6 बजेसम्म माको स्नान अनि श्रृंगार अनि मालाई भोग हामी लगाउने छौं। त्यसपश्चात फेरि बिहान 7 बजे ठीक माको प्रातःकालीनको आरती हुनेछ र त्यही दिन समय 9 बजेदेखि पाठ सुरु हुन्छ। हामी पण्डितजीहरु 2-3 जना हुने छौं र आफ्नो आफ्नो तरिकाले कार्यक्रम हामी गर्ने छौं। पाठ बराबर पूजा पनि र बिहान 9 बजेदेखि पाठ सुरु भएपछि 1 घण्टाको विश्राम हुनेछ। विश्राम पश्चात दिवाकालीन दिनको समयमा ठीक 1 बजेदेखि 2 बजेसम्म 2-2.5 बजेसम्म भगवान उनी माताजीको प्रकाट्य भजन आदि साथै माताजीको अमृत वचनहरु मिठा मिठा पुराणमा लेखिएका यस्ता वचनहरु हामी यहाँ श्रवण गराउने छौं। त्यसपश्चात फेरि 3 बजेदेखि पाठ चण्डी पाठ सप्तशती माको पाठ यहाँ हामी पाठ गर्ने छौं। फेरि सन्ध्या ठीक 6 बजे माको आरती हुनेछ अनि यो चाहिँ विवरण चल्दै आउँछ 3 तारिकसम्म। अनि हामी 4 तारिकको दिन चाहिँ फेरि माको यात्रा लिएर ठीक दिउँसो 11 बजे यदि सबैलाई हामीले निमन्त्रणा पनि यो अहिले म तपाईहरुलाई श्रवण गराउने छु र 4 तारिक 11 बजे माको ठीक यात्रा पनि गर्ने छौं र 5 तारिक फेरि सधैं चाहिँ पूजा पाठ स्नान हुनेछ र 6 तारिकको चाहिँ हवन गरेर पूर्णाहुति गरेर पूजा समापन हुनेछ। र म यो भन्न चाहन्छु जति पनि सप्तकन्या माताको दर्शन गर्न चाहनुहुन्छ किनभने शिला स्वरूप
शक्तिपीठ माको यहाँ मन्दिर छ र हजुरले जानकारी पहिलेदेखि नै विस्तृत पाउनु भएकै छ। यो त अब सबैलाई थाहै छ र अझै पनि म यो न्युजद्वारा नै तपाईँहरूलाई यो श्रवण गराउने छु र तपाईँहरू जति पनि यो न्युज हेर्दै हुनुहुन्छ र उहाँहरू सबैलाई माको शक्ति मिलोस्, सुख शान्ति समृद्धि विद्या बुद्धि भक्ति शक्ति आयु आरोग्य सबैलाई प्राप्ति होस् भन्नका लागि सबैले आएर माको दर्शन गरेर आफ्नो भविष्यलाई कृतज्ञ बनाउनुहुन्छ भन्ने पूर्ण जानकारी गर्दै सबैलाई निमन्त्रणा गर्न चाहन्छु। जय माताजी।